बिहानको 4:30 भइसकेको छ गाइस। म चाहिँ उठेर अब पाटनतिर जाँदैछु। आजको यात्रा भनेको गाउँबाट पाटनसम्मको यात्रा हो। त्यही भएर अहिले म बाटोमा छु। अब पाटन जानको लागि कति समय लाग्छ र त्यहाँ हिउँहरू कस्तो छ के छ सबै तपाईँहरूले बिचमा देखाउने नै छु होइन। भिडियो स्किप नगरी लास्टसम्म हेरिदिनु होला। अहिले गाउँबाट हिँडेर आधी घन्टा भइसक्यो होइन। अहिले म चाहिँ जङ्गलको बाटोमा छु। तपाईँहरू देख्न सक्नुहुन्छ होइन। यहाँदेखि अलि माथि गयो भने एउटा ठुलो हिमाल जस्तो छ, त्यहाँ पुग्नुपर्छ होइन। त्यहाँबाट अब गाउँहरू पनि मजाले देखिन्छ क्या। गाह्रो छ नि यार, यस्तो उकालो उकालो बाटो हिँड्नुपर्छ होइन। जङ्गलको बाटो पुरै अब बिहानको समयमा हिँड्न लास्ट मजा हुन्छ क्या। बाटोमा जाँदैछु अहिले गाउँबाट हिँडेको पनि आधी घन्टा भइसक्यो। पुरै सासै लग्न गाह्रो भइरहेछ उकालोमा। त्यहाँ पुग्नुपर्छ क्या गाइस होइन। त्यहाँ पुग्नुपर्छ, एकदम गाह्रो छ क्या, हिँड्नले गाह्रो छ होइन। यताको बाटोहरू पनि त्यस्तै, फेरि पुरै जङ्गल। बिहानको समय भएर होला, लास्टै जाडो। म चाहिँ फाइनली अहिले डाँडामा पुगिसकेको छु होइन। ऊ त्यहाँ देखिने पाटन हो होइन, यो माथि डाँडाबाट। अनि यहाँबाट देखिने ऊ त्यो गाउँ हो। अनि त्यहाँबाट उठ्दा देखिने भनेको पुलिस चौकी होइन। अनि यहाँबाट भनेको ऊ त्यो एनटिसी टावर। अब बनेको पनि भर्खर भइदियो। डाँडा पुगिसकेपछि अब फेरि ओह्रालो झर्नुपर्छ। बाटो पनि यस्तै छ, तपाईँहरू देख्न सक्नुहुन्छ होइन। पुरै आनन्द क्या एक्लै। अहिले चाहिँ म भेडा बाख्राहरू राख्ने खोरमा पुगिसकेको छु होइन। यहाँबाट अब 5 मिनट हिँडिसकेपछि होइन ठ्याक्कै रूपपाटनको सिमाना आइपुग्छ होइन। त्यहाँदेखि अब लगभग 2 घन्टा हिँड्नुपर्छ होइन। त्यहाँबाट खोर भेटिन्छ, त्यहाँबाट फेरि आधा घन्टा हिँडेर ठ्याक्कै पुग्नुपर्छ क्या होइन। आज यार्सा टिप्नु चाहिँ भेटाउनु पर्छ, त्यही भएर बिहान आएको होइन। आज चाहिँ पुरै बादल आएर कालो भइसकेको छ होइन। आज के गर्छ खै, पानी पर्छ कि पर्दैन त्यो त थाहा छैन। तर यत्रो हिँडिसक्यो, कोही पनि देखिँदैन कि बाटोमा। त्यो एक्लै होइन, चराचुरुङ्गीहरूको आवाज। सबैले यार्साको सिजन लाग्छ होइन। अनि कहाँ अनि गाउँतिर आउँछ नि त। यस्तो उकालो हिँड्नुपर्छ होइन, पुरै जङ्गलको बाटो गाइस। अब म चाहिँ यत्रो हिँडेर होइन पाटनको सिमानामा आइपुगेको छु होइन। हालत पुरै खराब भइसक्यो होइन हिँड्दा पुरै। अनि गर्मीले गर्दा होइन पसिनाहरू रुरु गाह्रो छ नि। यस्तो उकालो चढ्नुपर्छ कि होइन। यो उकालो पुरै चढेर होइन अनि यो माथि डाँडा पुग्नुपर्छ कि होइन। माथि डाँडा पुगेपछि हल्का अलि तेर्सो छ होइन। त्यो माथि यार्साहरू टिप्ने ठाउँमा त पुरै होइन अलि लाछ भनौँ न घाम। अब त्यहाँ पुग्नुपर्छ होइन। यहाँबाट जति माथि हो त्यति नै अब जाडो हुँदै जान्छ होइन। सायद अब हिमाल नै भएर होला, जति माथि हो त्यति जाडो पनि बढ्दै जान्छ। अनि अक्सिजनहरू पनि त्यति नै घट्दै जान्छ होइन। सुरु आउने मान्छेहरू त अब चढ्दाखेरि होइन लेखहरू लाग्न सक्छ होइन। चिसोहरू बढेर अनि बिरामीहरू हुनसक्छ। त्यही भएर आफ्नो केयर गर्नुपर्छ होइन। गर्मीमा बसेको मान्छे झ्याप्पै जाडोमा आउँदा होइन फेरि अनि हिमालमा चढ्दा अक्सिजन कम भएर पनि त हुनसक्छ होइन।